गुड इभिनिङ गाइज। हिजो चाहिँ मेरो नाइट काम थियो। आएर 6 घन्टा सुतेर म उठ्दैछु। अनि आज चाहिँ मलाई लास्टै पानीपुरी खान मन लागिरहेको थियो र मैले पानीपुरी क्वाम्म खाएँ। एकदमै मिठो थियो। म खासै चटपटे खाने मान्छे त होइन, तर आज मलाई मेरो बाल्यकालको याद आयो। स्कुल पढ्दाखेरि म जहिले आफ्नो क्रसलाई हेर्ने बहानामा चटपटे खान जान्थे। चटपटे अङ्कलले एकदमै मिठो चटपटे बनाउनुहुन्थ्यो र साथसाथै मेरो क्रसलाई हेर्दै म चटपटेको मजा पनि लिने गर्थेँ। तर ती बाल्यकालका दिनहरू गए। अब आज फेरि मलाई चटपटे खान मन लाग्यो र चटपटे बनाउँदाखेरि मलाई मेरो क्रसको पनि एकदमै याद आयो र मेरो यतिकैमा चटपटे पनि रेडी भइसक्यो गाइज। तपाईहरू पनि मसँगै चटपटे इन्जोय गर्नु। जीवनमा कहिल्यै पनि घमण्ड गर्नुहुन्न। आखिर तिमीलाई पनि बाँसको दाउरोमा घोची घोची पोलेर जलाउने नै हो। सुनका थैला हातका मैला के गर्नु धनले, सागर सिस्नो खाएकै बेसा आनन्द मनले।